बिहानीको मन्ना प्रेज द लर्ड। आज अगस्त 16 तारिक 2083 साल साउन महिना 31 गते आज आइतबार। यस बिहानीको समयमा आजको वचन रहेको छ, कसरी बोल्ने। यसाया 50 को 4 मा परमेश्वरको वचनले यसरी भन्दछ कि थकितलाई मैले कसरी ठिक समयमा वचन बोलेर सहायता दिनु हो सो जानु भनेर प्रभु यहोवाले मलाई सिकाएकाहरूको जिब्रो दिनुभएको छ भनेर भन्दछ। येशूसित सिकाएकाहरूको जिब्रो खियो, त्यसैकारण उहाँको मुखबाट अनुग्रहपूर्ण वचनहरू निस्कन्थे। उहाँको बारेमा मानिसहरूले यस्तो कुराहरू गरेको हामी पढ्दछौं, यो मानिसले जस्तो त अरू कुनै मान्छेले कहिल्यै बोलेको छैन अनि कहिल्यै नपढिकन पनि यस मानिसले कसरी बिर्य जान्छन् भनेर यूहन्ना 7 को 46 र 15 मा लेखिएको हामी पाउँदछौं। यो साँचो हो कि प्रभुले अरू मानिसहरूले सिके जस्तो कहिल्यै सिक्नु भएन, त्यसैकारणले त उहाँले अरू मानिसहरूले जस्तो कहिल्यै बोल्नु भएन। परमेश्वरका धेरै सन्तानहरूले के बोल्ने हो भनी जान्दछन्, तर कसरी बोल्ने हो सो जान्दैनन्। प्रेम वा उत्साहका वचनहरू रुखो आवाजमा बोलियो भने त्यसको परिणाम निरुत्साह तथा तितोपना मात्रै हुन्छ। येशूलाई कसरी बोल्ने हो सो थाहा थियो। सामरी स्त्री आफ्नो अबबुन वा पापहरू स्वीकार गर्ने मनस्थितिमा थिएनन् अनि येशूलाई झुट बोलेर तिनले सबै कुरा ढाकछोप गर्दै थिइन्। यूहन्ना 4 को 17 र 18 मा प्रभु येशूले यसरी भन्नुभयो, मेरो श्रीमान छैन, तिमीलाई दोष लगाउनुको साथो प्रभुले बडो बुद्धिमानीपूर्वक यसरी उत्तर दिनुभयो, तिम्रा पतिहरू त 5 जना भइसकेका छन् अनि जो अहिले तिमीसँग छन् तिनी तिम्रा पति होइनन्। तिमीले यो साँचो भनेकी छौ। यदि उहाँले तिमीले जे भनिरहेकी छौ त्यो सरासर झुट हो। म एउटा अगमवक्ता हुँ, म जान्दछु कि तिम्रा 5 जना पतिहरू भइसकेका छन् भनेर भन्नुभएको भए येशूले भन्नुभएको यो वचन ठिक र उचित प्रमाणित नै भए तापनि त्यो स्त्री परिवर्तन हुने थिइन। त्यसैगरी हितोपदेश 25 को 11 मा हितोपदेशले यसरी भन्दछन्, ठिकसम्म बोलिएको वचन चाहिँ चाँदीको थालमा राखिएका सुनका स्याउहरू जस्तो हो भनेर भन्दछन्। त्यसैले परमेश्वरका अप्रिय छोराछोरीहरू तथा मेरा प्यारा आमा बुवा दाजुभाइ दिदी बहिनीहरू हो, ठिक समयमा वचन बोल्न हामीले कसरी बोल्ने भन्ने कुरा जानेर मात्रै हुँदैन, तर कहिले बोल्ने भनी पनि जान्नुपर्छ। यहुदा इस्करियोती 7 मा हुँदाखेरि चेलाहरूसित महिमामय कुराहरू बोल्न नहुने कुरामा प्रभु येशू होशियार हुनुहुन्थ्यो। जब त्यो बाहिर निस्क्यो तब येशूले भन्नुभयो, अब मानिसका पुत्रको महिमा भएको छ अनि उहाँले थुप्रै अरू लुकेका महिमित सत्यताहरू प्रकट गर्नुभयो। ठिक समयमा नबोलेको कारणले कति धेरै समस्याहरू उत्पन्न हुन्छन्। ठिक समयमा बोलिएको वचन कति असल हुन्छ भनेर हितोपदेश 15 को 23 ले भन्दछ। त्यसैले परमेश्वरको वचनले यसरी भन्दछ, एउटा तितो वचनले घनालाई हृदयमा जन्म दिन सक्छ, एउटा निर्दयी वचनले पीडा दिन र मार्न सक्छ। एउटा अनुग्रहपूर्ण वचनले बाटोलाई सुगम तुल्याउन सक्छ, एउटा आनन्दपूर्ण वचनले दिनलाई प्रज्वलित गर्न सक्छ, एउटा सान्दर्भिक वचनले तनावलाई कम गरिदिन सक्छ, एउटा प्रेमिलो वचनले चंगाई र आशिष ल्याउन सक्छ, एउटा असावधान वचनले कलह सल्काउन सक्छ, एउटा क्रूर वचनले जीवनलाई ध्वस्त पार्न सक्छ। आमेन। उहाँको पवित्र नाउँको महिमा भएको होस्। प्रेज द लर्ड।